antonym. Synonym and antonym. Check everybody. निकै पर पुर्याएँ कि के हो? Synonym and antonym. So whenever we are talking about synonym and antonym, I have told you that synonym भनेको sin भनेको similar meaning हो. Similar हो. Sin भनेको similar. Onym भनेको name हो. Onym भन्ने बित्तिकै nim भन्ने बित्तिकै onym हैन nim जहाँ nim आउँछ त्यसको meaning हो name. Right? जहाँ कि and भन्ने बित्तिकै and भन्ने बित्तिकै opposite आउँछ. Opposite आउँछ हैन? Opposite आउँछ. अनि nim भनेको पनि name हो. अब यसमा सिमिलर मिनिङ खोज्ने अर्कोतिर अपोजिट मिनिङ खोज्ने अरु केही प्रब्लम पनि भएन. राइट? अब हेर्दै गर्दाखेरि नि त यो सिनोनिम र एन्टोनिमबाटै आउँदै क्वेशन्सहरु भनेको चाहिँ सबै सेट बेस्ड भोक्याब्सको आउँछ. सेट बेस्ड भोक्याब्सको आउँछ. र तपाईहरुलाई सेट बेस्ड भोक्याबुलरीका क्वेशन्सहरु यहाँ आउँछन्. र सेट बेस्ड भोक्याबुलरीको क्वेशन्सहरु whenever you are going to look at it, then there are many. So this based vocabulary are at least 1500 वटा सिनोनिमको 1500 वटा एन्टोनिमको वर्डहरु छ. भनेपछि all together there are 3000 word list. अब यो लिस्ट जान्नका लागि दुईटा उपाय छ. Either you mug up, right? Mug up, M-U-G, mug up भनेको रट्ने घोक्ने. Or you learn trick, T-R-I-C-K-S, tricks. यो दुईटा मेथडहरु छ. यो दुईटा मेथडमा कुन मेथडमा जाने त्यही मेथडमा म तपाईहरुलाई अध्यापन गराउने छु. तपाईहरुको चाहना, your wish, all right, your command. Good morning everyone. सबैजनालाई नमस्कार. खोइ नमस्कार भन्नुस्. नमस्कार सर. नमस्कार. गुड मर्निङ सर. नमस्कार सर. यो सुती गर्न नमस्कार भन्ने को अलिक राम्रोसँग भन्नुस्. गुड मर्निङ सर. सुन्नुस्. ट्रिक पढ्ने कि मगअप गर्ने भन्नुस्. ट्रिक राम्रो होला सर. अब घोक्न सकिन्न होला. ल अब त्यसो हो भनेदेखि 6 वटा ट्रिक पढाउँछु. त्यो ट्रिक पढेर मात्रै हुँदैन स्टुडेन्ट्स. 6 वटा ट्रिक पढाउँछु. त्यो ट्रिक पढेर मात्रै हुँदैन. त्यो ट्रिकलाई एप्लिकेसन गर्न जान्नु पर्दछ. त्यो ट्रिकलाई एप्लिकेसन गर्न जान्नुपर्ने हुन्छ. तपाईहरुलाई लगभग मैले 100 वटा जति क्वेशन्सहरु दिएको होला सिनोनिम एन्टोनिमको. दिएको छु नि हैन? लिस्टमा आएको छ तपाईहरुलाई. त्यो 6 वटा जति क्वेशन्सहरु अगाडि नै आएको छ. त्यो 100 वटा क्वेशन 100-150 वटा क्वेशन्स चाहिँ त्यही यही ट्रिकका आधारमा प्र्याक्टिस पहिले त्यो क्वेशन्स प्र्याक्टिस गर्ने अनि अन्य प्र्याक्टिसतिर जाने है. सो दिस इज व्हाट वी आर गोइङ टु डु. अब यसलाई मैले मेटेँ. अब तपाईहरुलाई म सिनोनिम र एन्टोनिमका ट्रिक अनि एप्लिकेसन अफ ट्रिक पढाउन गइरहेको छु. 6 वटा ट्रिक पढ्ने छौं. हजुर हामीलाई बोलाएको हामी उठिसक्यौं. हामी बोल्दैनौँ तपाईसँग. अब हेर्नुस् ल. First trick is called connect the word with context. Connect the word with context. Connect the word with context. यो 1500 वटा सिनोनिम एन्टोनिमको लिस्टहरु मध्ये नि 1500 वटा छ भनेको छु हैन. यो अलिकति टल्किँदो रहेछ. एकछिन पछि देखा पर्छ. म्याजिकल रहेछ. यो 1500 वटा लिस्टहरुमा 1500 वटा सिनोनिमको 1500 वटा एन्टोनिमका लिस्टहरु मध्ये चाहिँ कनेक्ट द वर्ड विथ कन्टेक्स्ट को ट्रिकबाट तपाईहरुले कम से कम पनि 150 देखि 200 वटा वर्ड लिस्ट क्र्याक गर्न सक्नुहुन्छ. 150 to 200 words can be easily solved when you connect that word with context. जस्तै यहाँ केही शब्दहरु लेखाइदिन्छु अनि प्र्याक्टिस गरौँला. OVATION ओवेसन भयो. ओवेसन को मिनिङ यहाँ मैले लेखिदिए CONDEMN condemn. दोस्रोमा राखिदिए appreciate. तेस्रोमा राखिदिए diminish. चौथोमा राखिदिए let's say amendment. कुन होला? appreciate हो कि? भेरी गुड. अब यहाँ तपाईहरुले हेर्ने है दुईटा कुराहरु हुन्छ. अब यो क्वेशन्स तपाईहरुलाई मैले राख्दै गर्दाखेरि कुन होला भनेको छु.
आन्सर इज सो इजियर स्टुडेन्ट्स। अब यस्ता खालका क्वेसन्सहरू आयो भनेदेखि नआत्तिने। आन्सर आएमा त प्रब्लम नै छैन। इफ यु नो दि आन्सर देयर इज नो प्रब्लम भनिन्छ नि। आन्सर आयो भनेदेखि केही प्रब्लम छैन, आन्सर आएन भनेदेखि चाहिँ प्रब्लम छ। हात उठाउनु भएछ बोलिहाल्नुहोस्। हात यसले उठाउनु हामीलाई भएछ पासवर्डै बोलिहाल्नुहोस्। दिएन, हामी त यहाँ कतै ढिला आइरहेको हो। तपाईँलाई पासवर्डै थिएन, मेरो फेसबुक पेजमा पासवर्ड लेखेको छैन। खै हाम्रो ग्रुपमै राखिदिएको थिएन। अब हजुरको फेसबुक मैले फेसबुकै हेरेन। अनि मैले अनियालाई कतिचोटि फोन गरिसकेँ। छुटिसक्यो, आधी सकाइसके। चिन्ता नगर्नु, आधी भर्खर सकाइसक्यो। सुरु गरेको। तर अब सुन्नु, अब मलाई किन भनेको त मैले गरेर जस्तो खै यहाँ राइट। हुनुहुन्छ नि त, यहाँ हस्ट चाहिँ कता हुनुहुन्छ, यहाँ खै त्यहाँ 4-5 चोटि त्यहाँ मेसेज गरिसकेँ, फोन गरिसकेँ। अब त झन् त्यहाँ हाम्रो आउँदैन। इम्पोर्टेन्ट कुरा अब छोड्दैन। भयो, अब भयो क्या। अब यो तपाईँले यो एकछिनपछि कुरा गरौँला न ल। यो बारेमा, तपाईँको बारेमा ठुलो रूपमा हामी पनि कुरा उठाउनेछौँ होइन। तर पनि केही छैन, अगाडि छुटेको छैन। अब त्यसै कुराले गर्नु भने त पढाइ बिग्रिन्छ नि त होइन। यो कुराको ह्याङमा नबस्ने है। सेक एभ्रीबडी। ओभेसनको मिनिङ थाहा छ भने थाहा छ, थाहा छैन भनेदेखि यसलाई कनेक्ट दि वर्ड विथ कन्टेक्स्टमा लिएर गइहाल्ने। वेन यु आर कनेक्टिङ दिस वर्ड इन्टु कन्टेक्स्ट, तपाईँहरूले जिन्दगीमा एउटा स्ट्यान्डिङ ओभेसन भन्ने सुन्नुभएको छ। स्ट्यान्डिङ ओभेसन भन्ने सुन्नुभएको छ। यो स्ट्यान्डिङ ओभेसनमा के गर्नुभएको छ? उभिएर ताली बजाउनु भएको छ। उभिएर, गुड मर्निङ रमेश, उभिएर तपाईँले ताली बजाउनु भएको छ। ताली बजाएको त राम्रै कामका लागि होला, स्ट्यान्डिङ ओभेसन सुनिएको छ। त्यसै कारणले ओभेसन भन्ने बित्तिकै प्रशंसा भन्ने बुझिँदो रहेछ। ओभेसन भन्ने बित्तिकै हामीले के बुझ्न सक्छौँ? प्रशंसा भन्ने बुझ्न सक्दछौँ। र त्यो प्रशंसा कहाँनिर गरिरहेको छ? यहाँ अप्रिसिएटमा गरिरहेको छ। करेक्ट आन्सर इज बी। अब अप्रिसिएट मात्रै बुझेर हुँदैन, यसका सिनोनिमहरू लेख्ने। प्रेज भनेको पनि प्रशंसा, प्रेज भनेको पनि, अप्रिसिएट भनेको पनि प्रशंसा। अरू के हुन्छ भन्नुहोस् त? ADMIRE, एडमायर भनेको पनि प्रशंसा। अर्को पनि शब्द लेख्नुहोस् ल, अप्लज, APPLAUSE, APPLAUSE, अप्लज भन्ने पनि लेख्नुहोस्। दिस इज अल्सो प्रशंसा। अब प्रशंसाको एन्टोनिम नेगेटिभ हुन्छ, कन्डेम बनाइदिए। दिस इज कल्ड कन्डेम। कन्डेम भनेको कसैलाई निन्दा गर्नु वा भर्त्सना गर्नु। निन्दा गर्नु वा भर्त्सना भन्छ नि, निन्दा गर्नु वा भर्त्सना गर्नु हो। सो यसको सिनोनिम भनेको क्रिटिसाइज पनि हुन सक्दछ। क्रिटिसाइज, मोकेरी, MOCKERY, मोकेरी, यिनीहरू हुन सक्दछन् यो तरिकाले जाने। अब यो डिमिनिस भनेको छ। यो डिमिनिस भनेको कुनै पनि कुरामा रास आउनु भनेको घट्नु, अप्ठ्यारै घट्नु। रास आउनु भनेको चाहिँ कुनै पनि कुरामा घट्नुलाई चाहिँ रास आउनु भन्छ। अब यो तपाईँहरूले इकोनोमिक्समा पढेको टर्मिनोलोजी हो। पढ्नुभयो कि भएन इकोनोमिक्स? पढिएन सर। गुड मर्निङ बिर्जु। अब यतैतिरबाट सिनोनिमहरू हेर्दै गरौँ। पढिएन? त्यसो भए तपाईँहरूलाई म पढाइहाल्छु। इकोनोमिक्समा के हामीले पढ्यौँ भनेदेखि नि, वस्तु तथा सेवाको उपभोग गर्दै गर्दा सो वस्तुबाट प्राप्त हुने उपयोगिता क्रमशः डिमिनिस हुँदै जान्छ अरे। भनेको के हो? सो वस्तुबाट पाउने, यही पढेको। यो भनेको चाहिँ के छ भनेदेखि त्यो वस्तुबाट प्राप्त गर्ने हामीले जुन सेटिस्फ्याक्सन लेभल त्यो त कम हुँदै जान्छ भन्न खोजेको। 5 रोटी खाँदाखेरि पहिलो रोटी खाँदाखेरि जति मजा आउँछ 5 खाँदाखेरि मजा आउँदैन अरे, किनकि डिमिनिस हुन्छ अरे। डिमिनिस मार्जिनल युटिलिटी रेट। हेभ यु हर्ड दिस टर्म बिफोर? राइट। सो डिमिनिस भनेको घट्नु रहेछ। अब घट्नुलाई डिक्रिज भनेर मैले लेखाउनु पर्दैन। DECREASE, डिक्रिज, डिक्लाइन, DECLINE, डिक्लाइन। तपाईँहरूले यी शब्दहरू जसरी मैले लेखाइरहेको छु नि, यो शब्दहरूलाई यसरी पढ्ने। संविधान संशोधन भन्छ, संशोधन भन्छ होइन। संशोधन भनेको चाहिँ अमेन्डमेन्ट हो। संशोधनलाई हामीले रिभाइज पनि भन्छौँ, रेटिफाई पनि भन्छौँ, रेटिफाई पनि भन्छौँ, अथवा रेक्टिफाई पनि भन्छौँ, अथवा ट्रान्सफर्म पनि भन्छौँ, अथवा चेन्ज पनि भन्छौँ। हेर्नुहोस्, सिनोनिम भनेको चाहिँ सिमिलर अर नियरली सिमिलर वर्ड है। ट्रान्सफर्म भनेको के लेखेको फेरि मैले ट्रान्सफर्म भन्छौँ। सिनोनिम भनेको सिमिलर अर नियरली सिमिलर वर्ड हो। नियरली सिमिलर वर्ड हुँदै गर्दाखेरि, सिमिलर अथवा नियरली सिमिलर वर्ड हुँदै गर्दाखेरि चाहिँ जति बेला सिमिलर अथवा नियरली सिमिलर वर्ड हुन्छ एक्ज्याक्ट मिनिङ हुँदैन। यो तपाईँहरूले बुझ्ने है। यो तपाईँहरूले बुझिसकेपछि आन्सर आइहाल्छ। अब बेस्ड अन दिस ट्रिक, यही ट्रिकमा आधारित रहेर
यही ट्रिकमा आधारित रहेर केही क्वेसन्सहरू फेरि पनि तपाईँहरूले गर्नुहुनेछ। शब्द आएन भनेदेखि के गर्ने भनेको छु, शब्द आएन भनेदेखि त्यो शब्द आएन भनेदेखि चिन्ता केही भएन। सो शब्दलाई केमा कनेक्ट गर्ने अरे कन्टेक्स्टमा कनेक्ट गर्ने प्रयासहरू गर्ने। सर हजुर एकचोटि पछाडि छेकियो सर लेख्न पाएको भए हुन्थ्यो। अन्त हुन्थ्यो, तपाईँ नै ढिलाउनु भएको थियो होला। केही भन्यो भने फेरि गाली खाउँला मैले, अझै तपाईँ लिङ्क नपठाउने अझै मलाई गाली गर्ने भनेर। राइट आगे ल, अब सिकियो अब सिकियो। छैन सर, ठिक छ सर। ल अब तपाईँहरूलाई म तपाईँहरूसँग त क्वेसन सधैँभरि मैले धेरै सपार्नु पर्दैन होइन। तपाईँहरूसँग क्वेसन सधैँ छ, क्वेसन छ नि होइन। सर क्वेसन्स आएको छ। यो क्वेसन्स आएकोमा मलाई हिजो पनि विद्यार्थीले भन्नुहुन्थ्यो यो क्वेसन्स तपाईँले दिँदै गर्दाखेरि किन यति ढिलो दिनुहुन्छ राजीव सर भन्नुहुन्थ्यो। मैले भने भोलिका लागि अब धेरै दिएको छु भनेको छु। अब यो सबैको आन्सर तपाईँहरूले भन्दै गर्नु होला, गर्दै गर्नु होला। म चाहिँ अलिकति इङ्क हाल्छु है त, इङ्क हालिहाल्छु, इङ्क हाल्छु अनि इङ्क हालिसकेपछि गर्छु यो सबै भनिदिन्छु। कनेक्टिङ वर्ड विथ कन्टेक्स्टबाटै तपाईँहरूले यो सबै आन्सरहरू गर्नुहोस्। त्यो जुन फर्मुला पढाएको छु त्यही फर्मुलाबाट आन्सरहरू गर्नुहोस्। राम डिक्रिज, भेरी गुड। भविष्य उज्यालो, गुड मर्निङ गुरु भन्नुभएको छ, गुड मर्निङ। अनि तपाईँहरू बिहान बिहानै आइपुग्नु भयो मेरो लाइभ क्लासमा, आइपुग्नु भयो। ल ठिक छ। ल अब आज आउनु भएको छ भने लाइभ क्लासमा आइहाल्नु भएको छ होइन। अब तपाईँहरूलाई कुछ आयो हो त कुछ न कुछ लेकर जाओगे, रुको जरा 1 घन्टा पर्खिनुहोस्, 1 घन्टा पर्खिने प्रयासहरू गर्नु। त्यो मेरो स्क्रिन कसले निकालिदियो? बच्चा हुन् सर। हजुर होइन, मेरो स्क्रिन सेयर गरेको, मेरो स्क्रिन तपाईँ यो कसले यो उडाइदिएको? तपाईँहरू चलाउने होइन नि, आफ्नो मोबाइल आफ्नो ल्यापटप चलाउने, त्यहाँ कपी चलाउनु, बल पेन चलाउनु अनि पो हुन्छ त। चलाउने कुरा त हो सर, म्यामहरु हो न त ल। हजुर हो। हजुरले यसरी दुःख गर्नु भएको छ हाम्रो लागि। ठिक छ। अब उज्याल अब ल त्यो आन्सर खोइ भन्नुहुन्छ क्या तपाईँहरू, क्वेसन राखिदिएपछि आन्सर खोइ भन्नुहुन्छ। आन्सर त म क्लासमा पनि भन्छु होइन। यो सबैको आन्सर चाहियो भनेको चाहिँ तपाईँहरू राजीव सरले आन्सर भन्नुहुन्छ भन्ने प्रतीक्षामा बस्नुभएको हो। राजीव सरले आन्सर भन्नुहुन्छ भन्ने प्रतीक्षामा नबस्ने। राजीव सर यहाँ मसी भर्दै हुनुहुन्छ, यहाँ अहिले यहाँ गुडुरु लेख्नुहुन्छ। अनि यो तपाईँहरूलाई सबैलाई कनेक्ट दि वर्ड विथ कन्टेक्स्टबाट पढाएको छु। यसको सबैको सिनोनिमहरू तपाईँहरूले सकेसम्म जाने जति सबै भन्ने, नजाने जति सबै म सिकाउँछु। पहिलो शब्द हेर्नुहोस् त, स्केयर भनेको छ, SCAR स्केयर, स्केयर होइन स्कार्स रहेछ। स्कार्सिटी सुनेको छ कि छैन? रियर होला सर स्कार्सिटी यसको। सुनेको छ कि छैन? स्कार्सिटी सुनेको छ। अब मैले बन्द गरिदिएँ नि भने हेर्नुहोस् त, स्केयर स्कार्स भनेको छ। सो यु हेभ हर्ड स्कार्सिटी। वेन यु हेभ हर्ड स्कार्सिटी, जति बेला त हामीले स्कार्सिटी बुझेका छौँ, स्कार्सिटी भनेको कमी, कमी भनेको कहाँनिर छ हेर्नुहोस्। एबेन्डन भनेको धेरै भयो, यो एन्टोनिम। एबेन्डन भनेको धेरै, धेरै भनेको एन्टोनिम। कमी भनेको रेयर, रेयर भनेको चाहिँ सिनोनिम। जति बेला तपाईँ कोहीसँग हस्टाइल हुनुहुन्छ, हस्टाइल टर्मिनोलोजी छ भनेदेखि वैमनस्यता हो। अन्डरस्ट्यान्ड? बिङ हस्टाइल, हस्टाइल छ मेरो, होस्टेल सम्झिने होइन, होस्टाइल सम्झिने। होस्टेल सम्झिनु भने त फ्रेन्डलीमा गरेर लाउनुहुन्छ। होस्टाइल भनेको एग्रेसन, राइट? एग्रेसन हो। सो एग्रेसिभ इज द करेक्ट आन्सर। तर यसको एन्टोनिम चाहिँ के रहेछ? फ्रेन्डली। एन्टोनिम चाहिँ तपाईँहरूले अब कतिजना हाम्रो यहाँ तराईको हुनुहुन्छ होइन, एम्प्लिफायर सुन्नुभएको थियो? बोल्ने एम्प्लिफायर सुनेको हो कि होइन? हो सर। एम्प्लिफायर सुनेको हो भनेदेखि के हुन्थ्यो भनेदेखि त्यो समयमा जति बेला म सानो थिएँ, त्यो एम्प्लिफायरमा त्यति बेला सबैतिर हुँदैन थिए। यत्रो ठुलो एउटा माइक हुन्थ्यो, यो माइकमा यहाँ एम्प्लिफिकेसन लागेको हुन्थ्यो। यो एम्प्लिफिकेसनलाई बाँसले गाडेका हुन्थे। अनि यो एम्प्लिफिकेसनबाट साउन्ड ठुलो आउँथ्यो। अनि त्यहाँनिर बिहान बिहान गीत बस्थ्यो, जय हनुमान ज्ञान गुण सागर, जय कपिल तिन लोक उजागर। अनि त्यो टी भन्ने साह्रै रमाइलो लाग्थ्यो। अहिले पनि कतैतिर सुन्यो भनेदेखि बचपन का प्यार मेरा भुल नहीं जानाले जस्तो लाग्छ। अब एम्प्लिफिकेसनबाट के हुँदो रहेछ? ठुलो आउँदो रहेछ। यसरी बुझ्ने, एम्प्लिफाई भनेकै ठुलो। Have you understood everybody?
एम्प्लिफिकेसन भनेकै ठुलो, एम्प्लिफाई भनेको ठुलो, खोज्नुहोस् कहाँ छ ठुलो। हुन त मान्छेले ठुलो ठुलो खोज्दै खोज्दै कता कता पनि पुगिरहेका होला नि, ठुलो क्या। Increase. सानो भएर भएन, ठुलो चाहियो भन्दै। अब कहाँनिर छ ठुलो? ठुलो इन्क्रिज, इन्क्रिजको डिक्रिज हुन्छ, डिक्रिज कहाँनिर छ? कहीँ छैन सर भन्नु होला। यो ए भनेको रिड्युस भनेको एन्टोनिम, रिड्युस भनेको घटाउनु होइन। हो सर अब अर्को सुन्नुहोस्, आजभोलि मान्छेहरूले आज तपाईँहरूको पसलतिर, तपाईँहरू यसरी पसलतिर जाँदै गर्दाखेरि हेर्नुहोस्, कनेक्टिभ वर्ड विथ कन्टेक्स्ट पढ्नु पनि बुझ्नुपर्छ, नबुझिकन हुँदैन फेरि। अब तपाईँहरूलाई सबै आएको चाहिँ हुन्छ, तपाईँले नबुझेको, नसुनेको, बुझ्न नखोजेको मात्रै हो। THRIFT, THRIFT, थ्रेफ्ट सप भन्छ। सुन्नुभएको छ THRIFT, थ्रेफ्ट सप भनेको? थ्रेफ्ट सप भनेको सुन्नुभएको छ? दुईटा कुरा भनिदिने कि त छ कि त छैन। छैन सर यो छैन भनेदेखि सुन्नुहोस्, यो काठमाडौँमा पनि छ। यहाँ चाहिँ जस्तै राजीव सरले यो लगाइरहेको लुगा मैले लगाइसकेँ 3-4 महिना, मलाई राम्रै छँदैछ, मैले पैसा पनि तिरेको, यो लाउँदिनँ भन्यो भनेदेखि फ्याल्ने होइन, त्यो थ्रेफ्ट सपमा दिने हो। तिनीहरूले धोइ पखाली सफासँग गहुँले पिसिएको होइन, वासिङ मसिनले आइरनहरू गरेर सस्तोमा अरूलाई बेच्छन्, सस्तोमा अरूलाई बेच्छन्। भनेपछि थ्रेफ्टी भनेको के रहेछ? अब सस्तो। थ्रेफ्टी भनेको के रहेछ? सस्तो, सस्तो रहेछ। अब ओल्ड क्लथ सेल गर्ने हो। ओल्ड क्लथ त अब फेरि पुरै ओल्ड क्लथ होइन, हामीले लगाएको युज क्लथ भनौँ ल, ओल्ड क्लथ। अब यहाँ कुन चाहिँ आन्सर हुन्छ भन्नुहोस्? इकोनोमिकल इज द राइट आन्सर। थ्रेफ्ट सप भनेको चाहिँ बचाउनु, राइट? सस्तो, इकोनोमिकल इज द राइट आन्सर। वेस्टफुल के भयो? एन्टोनिम। सबै ठाउँमा ए मात्रै छ कि के हो एन्टोनिम यसको? यहाँ रहेछ। डिभोट भन्छ। डिभोट भनेको इफ समबडी इज डिभोट, राइट अर नट? डिभोटी जस्तो सुनिन्छ कि सुनिँदैन? डिभोटी भनेको रिलिजियस, रिलिजियस राइट आन्सर भयो। यो भनेको डिभोट भनेको अनेस्ट अर रिलिजियस, सेक्रेड। The correct antonym turns out to be somebody who is not honest. Dishonest is the right answer. यो तरिकाले तपाईहरुले बाँकीका क्वेशन्स नम्बर तपाईहरुलाई यहाँ राखिदिएको छँदैछु। प्रस्परस, च्यारिटी, सेल्टर र कोअपरेट पनि गर्न सक्नुहुन्छ। प्रस्परस, च्यारिटी, सेल्टर र कोअपरेट पनि गर्न सक्नुहुन्छ। किनकि प्रस्परस भन्ने बित्तिकै भविष्य उज्यालोलाई इन्क्रिज ल जय ल ल ल अरूले पनि आन्सरहरु भन्दै जान्छ। पढ्ने बेला फस्फरस पढियो अहिले कहाँ याद हुन्छ सर? के पढ्ने बेला फस्फरस पढियो अहिले पहिले प्रस्परस भन्छ। ठिक छ, अब प्रस्परस भनेको पनि यसै गरी अब यसलाई चाहिँ मिल्ने रहेन रहेछ, जबरजस्ती मिलाइदिनु भएन। प्रस्परस छ, प्रस्पेरिटी भन्ने टेरिका तपाईहरुलाई फेरि मैले हाम्रो नेपालको कुनै बेला अहिले पनि होला फेरि ड्यास नेपाल सुखी नेपाली कम्प्लिट गर्नुहोस्। समृद्ध नेपाल सुखी नेपाली, समृद्ध नेपाल हो कि होइन? सुखी नेपाली। समृद्ध नेपाल भनेको प्रस्परस नेपाल, ह्याप्पी नेपाली। त्यसैकारण हामी ह्याप्पी, आए पनि ह्याप्पी नआए झन् ह्याप्पी। Check everybody. This is very easier. This is very easier. Prosperous is there. Prosperous भनेको सम्पन्न। सम्पन्न भनेको कति बेला हुन्छ? अलिकति पैसा भएपछि। So prosperous कहाँनिर छँदैछ हेर्नुहोस् त। Prosperous is wealthy. Prosperous is wealthy. एन्टोनिम के हो? हामी के छौं? किन भन्ने अर्कालाई हामी प्रोस्परस छौं भन्ने नि, अर्कालाई आएर खोइ तेरो ब्याङ्क अकाउन्ट दे भन्दैन नि। सोच हो नि, हामीलाई के अलिकति पैसा कम होला तर पनि खाना लाउन हिँड्न पुगेकै थियो। जिन्दगीमा जुन दिनदेखि लोकसेवा पढ्छु भन त्यसै दिनदेखि त जिन्दगी बिग्रेको हो नि, हो कि होइन भन्नुहोस् त? जिन्दगीमा कति खाले पिले जिले, जिन्दगी में क्या है भनिन्थ्यो, कति आनन्द थियो। जुन दिनदेखि लोकसेवा पढ्छु भन्यौ त्यो दिनदेखि दुःख पायौ। र एउटा कुरा याद गर्नुहोस्, अन सिरियस नोट, तपाईहरुले आफ्नो लागि पढेकै होइन लोकसेवा, तपाईहरु आफ्नो फ्यामिलीका लागि, परिवारका लागि, छोराछोरी, श्रीमान श्रीमती, नातागोता, इष्टमित्र, आमा बाका लागि पढिराख्नु भएको छ। अलिक बढी मेहनत गरिदिनुहोस्। तपाईको मेहनतले गर्दाखेरि तपाईको पुस्ता ट्रान्सफर्मेसन हुन्छ, पुस्ताको रूपान्तरण हुन्छ। अलिक बढी मेहनत गरिदिनुहोस् यो बेलामा, हैन? 40 कटेसी रमाउला भनेको छ 35 कटेसी सुतौला भन्नुस्, अथवा 35 दिन पछाडि सुतौला भन्नुस्। अब 35 दिन पनि छैन,
त्यसरी पढ्ने प्रयासहरू चाहिँ गर्नुहोस्। त्यति गरियो भनेदेखि केही न केही होला, नत्र तपाईँहरूको जिन्दगी नराम्रो त छैन। सो अब हाम्रो जिन्दगी हामी कस्तो मान्छे अरे, प्रस्परस मान्छे, पैसा नभए पनि धन नभए पनि मन ठुलो भएको मान्छे भनौँ होला, धन सकिहाल्यो। च्यारिटी गर्नुभएको छ? डोनेसन च्यारिटी भनेको के हो? दान हो कि होइन? दान गरौँला एक दिन पुरै ठुलो पैसा कमाएपछि। च्यारिटी, राइट? च्यारिटी इज डोनेसन। डोनेसन भनेको दानी। सेल्टरमा बस्नु भएको छ? माओवादीको पनि सेल्टर हुन्थ्यो अरे नि, थाहा छ? हाम्रो सेल्टरमा हुन्छ। सेल्टर भनेको के हो? घर बस्ने ठाउँ भनेको वासस्थान। सेल्टर भनेको के हो? वासस्थान। सेल्टर भनेको चाहिँ बुझ्नुभयो नि होइन? सेल्टरमा जानुपर्छ भन्छ। सेल्टरमा जा भनेको वासस्थानमा जा। किनकि त्यहाँनिर जे कुराबाट पनि सुरक्षित होइन्छ। सो सेल्टर इज प्रोटेक्सन। सेल्टर इज प्रोटेक्सन। कोअपरेट भनेको छ, कोअपरेट भनेको सहयोग हो कि होइन? कहाँनिर सहयोग गरिरहेको छ? यो तपाईँहरूलाई मैले जुन शब्दहरू राखेको छु, कनेक्ट दि वर्ड विथ कन्टेक्स्टबाट जुन क्वेसन्सहरू राखेको छु, यो एकदमै इम्पोर्टेन्ट खालका शब्दहरू हुन्। यसलाई तपाईँहरूले जायजा गर्न नदिनु होला। जति प्र्याक्टिस गर्नुहुन्छ त्यति नै राम्रो हुँदै जान्छ। अब प्र्याक्टिस गर्नु भएन भनेदेखि चाहिँ यो चाहिँ काम नलाग्ने हुन्छ। जस्तै मैले अघि तपाईँलाई ओवेसन भनेको थिएँ। ओवेसन भनेको प्रशंसा। यहाँ अप्लज छ, PLAUSE अप्लज छ। एन्टिक्विटीमा एन्टिक आयो कि आएन? एन्टिक भनेको पुरानो हो कि होइन? बुझ्नुभएको छ नि तपाईँहरूले होइन? फेरि मैले मेरो होमा हो मिलाउने होइन। एन्टिक भनेको पुरानो। एन्टिक सुन्नुभएको छ? नसुनेका शब्द व्यवस्था सब ल्याउँदिन नि। पुरानो हुँदैन माया, कहाँ छ? एन्सियन्ट। अब यो के रहेछ? यो मोडर्न अपोजिट सर। एन्टोनिम। अब हेर्नुहोस्, अगरी बाबा सुन्नुभएको छ नि? अगरी बाबाले कुनै पनि कुराहरूको चाहिँ प्रोफेसी गर्छन् रे। सो दिस इज करेक्ट आन्सर इज प्रोफेसी। प्रोफेसी भनेको चाहिँ प्रिडिक्सन गर्नु। रियल अगरीले जे पाए त्यही अगरीले होइन। रियल अगरी क्यान प्रिडिक्ट अबाउट यु, बिकज दे are known as they are known as one of the particles of Lord Shiva. भोले बाबा के पार्टिकल अरे भनेपछि त खतरनाक भएन? अघोरी रहेछ। अघोरी भन्थे त सर? घोरी भन्थे के हो सर? त्यो अघोरी त अब नेपालीमा के अरे हामीले के भन्छौँ, संस्कृतमा हिन्दीमा भनेको हामीले कनेक्ट द वर्ड विथ कन्टेक्स्टमा राखेको के बुझ्नु आएन? फेरि यहाँनिर अगाडि भने इन्जिन सिज भएको छ कि छैन तपाईँहरूको? इन्जिन सिज छैन। सी अर्काको भएको त सुनेको होला नि त। सिज फायर सुन्नु भएको छ? इन्जिन सिज अथवा सिज फायर भनेपछि त बन्द हो कि होइन? सिज भनेको बन्द, सिज भनेको बन्द। चारवटामा कहाँ बन्द छ? यही बन्द छ। सो करेक्ट आन्सर एन्टोनिम इज बिगिन। अब यो तपाईँहरूलाई मैले यो ट्रिक सिकाएको छु। यही ट्रिकबाट तपाईँहरूलाई यहाँ बेलुका यहाँनिर यो 8 बजेको फिडब्याक क्लास अब त सकिन पनि छैन लागिरहेको। यो फिडब्याक क्लासहरूमा पढ्दै गर्दाखेरि जुन बेलामा कनेक्ट दि वर्ड विथ कन्टेक्स्ट भनेको चाहिँ यही रहेछ। बुझ्नुभयो? कनेक्ट दि वर्ड विथ कन्टेक्स्ट भनेको चाहिँ यही रहेछ। जेनजी म त मत रुलाएगा सर। खै मैले बुझिनँ। जे होस् नरुनुहोस्। अब मैले रुलाएँ भनेदेखि हसमत पग्ली भन्नु पर्यो नि त होइन? बिग्रिनु त हो र सर, झन्डु नै भइसक्यो। केही छैन, त्यो आफूले भन्ने कुरा मात्रै हो। बट वी आर डुइङ ग्रेट। नाउ अनदर टपिक इज देयर, अनदर ट्रिक इज देयर। एउटा ट्रिक मात्रै पढाएर त सबै कुराहरू सकिँदैन। र जुन यो ट्रिक पढाउन गइरहेको छु, यो ट्रिक एकदमै इम्पोर्टेन्ट छ। ध्यानपूर्वक हेर्नुहोस् है, ध्यानपूर्वक हेर्नुहोस्। यो ट्रिक जानिसकेपछि तपाईँहरूलाई मस्ट अफ दि वर्ड कुनै प्रब्लम हुँदैन। मस्ट अफ दि वर्ड, धेरै जसो वर्डहरूमा कुनै समस्या नै हुँदैन। कसरी समस्या हुँदैन भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई भन्न गइरहेको छु। यो दोस्रो ट्रिक ध्यानपूर्वक है, अति ध्यानपूर्वक हेर्नु। समय लागोस् केही छैन। आज पनि पढ्छौँ, आइतबार पनि पढ्छौँ यही टपिकहरू। र जतिजना हेर्दै हुनुहुन्छ, कसरी पढाइ भइरहेको छ 5 बजेको भन्नुहुन्छ भने 5 बजेको बवाल पढाइ भइरहेको छ। यो 5 बजेका लागि हामीले यो क्लासहरूमा अगाडिदेखि नै, राइट, दिस इज स्पेसल क्लास हो।
के नाम चाहिँ फरक फरक छ त सर, कतिवटा नाम छ भन्नुलाई के स्पेसल छ भन्दाखेरि सबभन्दा पहिले तपाईँ नै स्पेसल, हामी स्पेसल, 5 बजेको पढ्ने क्लास नै स्पेसल, 5 बजे स्पेसल। यसका लागि हामी तपाईँहरूलाई एउटा के दिएका हुन्छौँ, सबैभन्दा पहिले मटेरियल इज गिभन, तपाईँलाई क्वेसन्स राइट, टपिक बेस्ड क्वेसन्स नै मटेरियल नै दिइसकेका छौँ। अब यही मटेरियलहरूलाई तपाईँहरूले के गर्नुहुन्छ भनेदेखि यहाँ हामीहरू पढाउँछौँ, त्यहाँ सल्भ गराउँछौँ। यो क्रम जारी नै रहनेछ, यो क्रम जारी रहनेछ। रिडिङ कम्प्रिहेन्सन, यस पछाडि हामी रिडिङ कम्प्रिहेन्सन अनि अनि हामीहरू सिन्ट्याक्टिक एबिलिटीका क्लासहरू पनि गर्नेछौँ। अब यति जानकारी दिँदै सेकेन्ड ट्रिक पढाएँ। ट्रिक सेकेन्ड लेख्दै जानुहोस् त। ट्रिक सेकेन्ड इज TRICK. Trick second is about positive and negative connotation. Positive and negative connotation. Negative connotation. Connotation. Positive and negative connotation. Have you written? Yes, sir. लेख्नुभयो positive and negative connotation. अब यहाँ क्वेसन्स कहाँ छ भन्दै हुन्छ, क्वेसन आइहाल्छ। CONNO कोन है, CONNO कोनोटेसन। सबैभन्दा पहिले यही कोनोटेसनको मिनिङ नै बुझौँ। कोनोटेसन भनेको मिनिङ, कोनोटेसन भनेको के रहेछ स्टुडेन्ट्स, मिनिङ रहेछ। अब तपाईँहरूलाई मैले यसरी किन लेखाइदिएको भन्दाखेरि एकैचोटि सबै पढाउनु भन्दा बिस्तारै बिस्तारै यसरी भन्यो भनेदेखि याद आउँछ नि। हस् क्वेसन छिटो पठाउनुहोस् आजबाट भन्नुभएको छ, आजबाट होइन पर्सि पनि यही क्वेसन हो। मैले पर्सिको क्वेसन आजै पठाइसकेँ। नोट आएकै छैन सर, नोटका लागि तपाईँहरूले सबभन्दा पहिले एडमिनलाई कल गर्नु भन्छु, अघि आउनेले केही नभन्नु ल। एडमिनलाई कल गर्नु, तुरुन्तको तुरुन्त अपलोड गर्नुहोस्, भन्नुहोस् नोट छँदैछ, पढ्ने काम मात्रै गर्नुहोस्, के चाहिन्छ सबै त हामी दिइहाल्छौँ। चेक एभ्रीबडी। कोनोटेसन्स, यसले के भन्छ भने क्वेसन्स हेर्ने र आन्सर हेर्ने, क्वेसन्स हेर्ने र आन्सर हेर्ने। यदि क्वेसन्स पोजिटिभ छ भने आन्सर पनि पोजिटिभ हुन्छ सिनोनिम केसमा, यदि प्रश्न नेगेटिभ छ भने आन्सर पनि नेगेटिभ हुन्छ सिनोनिम केसमा। एन्टोनिम केसमा चाहिँ इन केस अफ एन्टोनिम केसमा चाहिँ क्वेसन र आन्सर तपाईँहरूले ध्यानपूर्वक हेर्नु जरुरी छ। यदि प्रश्न पोजिटिभ छ भने आन्सर नेगेटिभ हुन्छ, यदि प्रश्न नेगेटिभ छ भने आन्सर पोजिटिभ हुन्छ। यो कुरा बुझ्ने है। अब यति त बुझियो, यो त बच्चाले पनि भनिहाल्छ सर, पोजिटिभ छ भने नेगेटिभ, नेगेटिभ छ भने पोजिटिभ। तर कसरी कुनै पनि शब्द पोजिटिभ छ कि, कुनै पनि शब्द पोजिटिभ छ कि नेगेटिभ छ भनेर चिन्ने कसरी सर भन्नुहुन्छ भने यो चिन्नका लागि 3टा तरिका छ। पहिलो तरिका भनेको देयर आर 3 ways to understand about some of the words are positively connoted or negative. So for this you have 3 different reasons. The first one is, good morning. First one is fill the word. शब्दलाई महसुस गर्नुहोस्, fill the word. शब्दलाई के गर्ने अरे, बोल्नुहुन्न त, महसुस गर्ने, यहाँ बोल्दै बोल्दै पढ्ने, Fill the word. फिजिकल क्लासमा पाइन सर भन्नुहुन्छ, यही अनलाइनमै पढ्ने। अनलाइनमा पनि तपाईहरुलाई मेरो अनलाइन क्लास फिजिकल क्लास भन्दा कम छ के? हैन सर, बढी नै छ बरु। अब त्यस्तो पनि धेरै नभन्ने, फिजिकल क्लास गरेर फेरि के अनलाइन रिसर्च गर्छन्, कम्पिटिसन गर्ने हो नि त, स्वस्थ कम्पिटिसन। अब ठिकै छ, फिजिकल क्लास पनि राम्रो छ। ओके, लेट मी टेल यु स्टुडेन्ट्स, त्यसै कारणले बोल्नुहोस्, कुनै पनि शब्दलाई फिल गर्नु पर्यो। जस्तै ह्याप्पी भनेको के हुन्छ? यस्ता ह्याप्पी शब्द आउँदैनन् तपाईहरुलाई। तर हामीले के बुझ्छौँ भन्दाखेरि शब्द हेरिसकेपछि त्यो चाहिँ पोजिटिभ मिनिङ दिएको छ कि नेगेटिभ मिनिङ दिएको छ, त्यो बारेमा हामीलाई थाहा हुन्छ, पोजिटिभ छ कि नेगेटिभ छ भनेर। जस्तै मैले तपाईहरुलाई टेरिफाइड भनिदिएँ, पोजिटिभ छ कि नेगेटिभ छ? नेगेटिभ छ। थ्रेटनिङ भने पोजिटिभ छ कि नेगेटिभ? Threatening is also negative. If I say satisfactory, right? So positive negative को बारेमा मैले धेरै तपाईहरुलाई किन कुरा गरिन भन्देखि यसमा म तपाईलाई धेरै सहयोग गर्न सक्दिन। यो तपाईहरुको प्रायर नलेज, अर्लियर भोक्याबुलरीले तपाईहरुलाई सजिलो गर्दछ। सो कुनै पनि शब्दहरु छ भने त्यसलाई हेर्ने, यो पोजिटिभ छ कि नेगेटिभ छ।
पोजिटिभ छ भने पोजिटिभमा जाने, नेगेटिभ छ भने नेगेटिभमा जाने। अब अर्कोमा म तपाईँलाई धेरै हेल्प गर्छु, त्यो ध्यानपूर्वक हेर्नु होला। आदि यसमा आदि सर भएको छ यो विद्यार्थीहरू कतिचोटि मलाई सोध्नुहुन्छ भोक्याबुलरी कसरी पढ्ने सर भन्नुहुन्छ, भोक्याबुलरी यसरी पढ्ने। सर यो नेक्स्ट प्रनाउन्स गर्दा गाह्रो भएमा त्यो नेगेटिभ अनि अलि सजिलो लागेमा पोजिटिभ हो यो कुन चाहिँ विद्वानले भन्नु प्रभु हुँदैन जिन्दगी बिगार्दे त्यस्तो हुन्न, जे पाइँदैन भन्नु। अहिले यहाँनिर फेरि प्रोनाउन्स गर्नु अप्ठ्यारो लाग्ने पर्सि लिएर आउँछु तपाईँले भन्नुभयो नि यस्ता प्रोनाउन्स गर्नु, त्यो हेर्छु नि त, त्यो हुन पनि सक्दला तर हुँदैन। हेर्नुहोस् न, फेबरग्यास्ट्रेट भन्छ। फेबरग्यास्ट्रेट भनेको के हो? नेगेटिभ होइन, यो त सरप्राइज हो। चोइस भन्छ, राइट? अब त्यसै गरिकन लेट्स से युफोनिक भन्छ, पोजिटिभ पनि हुँदो रहेछन्। युफेमेजिया भन्छ, त्यो पनि पोजिटिभ नै रहेछ। अब ठुलो अर्को दुविधा चाहिँ के हुन्छ कि सर त्यो मिनिङ कहिल्यै सुनिया हुँदैन। अब ए बा तपाईँहरूलाई मैले कहिले मिनिङ सिकाएँ? अघि त 4वटा मैले सिकाएको लेखाएको हो कि होइन? ओभेसनको मिनिङ भने अरूको कुनै ओभेसनको मिनिङ ताली बजाउनु भनेर लगाइदिए, प्रशंसा भनेर पनि लेखाइन, ताली कहाँ बजाइरहेको छ। हाम्रो प्रब्लम त्यही हुन्छ, तपाईँहरू 4वटाको शब्दको मिनिङ खोज्नुहुन्छ। तपाईँहरू मिनिङ लेख्न गएको हो कि आन्सर पत्ता लगाउन गएको? आन्सर पत्ता लगाउनु। आन्सर पत्ता यो लगाउनु। ट्रिकमा जानु पर्यो। ट्रिकमा जाँदा होइन सर म मिनिङ भन्छु भन्नुहुन्छ भनेदेखि अघि मैले लेखाएको छु 2 तरिका छ, कि त मग इट अप कि त अप्लाई द ट्रिक। अब एप्लिकेसन अफ ट्रिकमा तपाईँलाई मिनिङ थाहा हुँदैन, थाहा हुँदैन भने पनि आन्सर चाहिँ थाहा पाउनु पर्यो सर भन्नुहुन्छ, त्यसका लागि मैं हुन चेक गर्ने। चेक दि वर्ड यस सबै जान्नु चाहिँ पर्छ। फिल दि वर्ड एन्ड चेक दि फर्म। फर्म चेक गर्ने कुनै पनि शब्दको फर्म 2 तरिकाले चेक गरिन्छ। एउटा यसको सफिक्स हेरेर, एउटा यसको प्रिफिक्स हेरेर। सफिक्स र प्रिफिक्सबाट पनि हेरिन्छ। सफिक्स भनेको चाहिँ शब्द पछाडि आएको हुन्छ, वर्ड पछाडि। वर्ड पछाडि जहिले पनि के आएको हुन्छ? सफिक्स आएको हुन्छ। र यो सफिक्स लेस लागेको छ भने यो शब्द नेगेटिभ हो। यो शब्द के रहेछ? नेगेटिभ। सफिक्स लेस लागेको शब्द नेगेटिभ। प्रिफिक्समा केही नेगेटिभ प्रिफिक्सहरू छन्, यी शब्द लागेका शब्दहरू नेगेटिभ हुन्छन्। जस्तै यहाँबाट सुरुवात गरिदिए, हेर्नुहोस् है त, ए राखिदिए। अब पहिले मोरल राखिदिए, MORAL मोरल। हेर्नुहोस् MORAL मोरल। मोरल पोजिटिभ हो कि नेगेटिभ हो? पोजिटिभ मोरल पोजिटिभ हो कि नेगेटिभ हो? पोजिटिभ मोरल त पोजिटिभ रहेछ, तर मोरल अगाडि यत्रो ठुलो ए राखिदिए, ए मोरल भयो। पोजिटिभ भयो कि नेगेटिभ भयो? नेगेटिभ भयो, राइट? र PATHY प्याथी। प्याथी भनेको फिलिङ। प्याथीमा यत्रो ठुलो ए राखिदिए, अब के भयो? नेगेटिभ। ए पछाडि शब्द आयो भनेदेखि त्यसले नेगेटिभ बनाउँदो रहेछ। बुझे सर, त्यही भएर एक्सिडेन्ट गलत कुरा रहेछ भन्नु होला, होइन। यो ए काटेपछि पनि सिडेन्टको मिनिङ छैन नि त, त्यसै कारणले ए चाहिँ यहाँनिर सफिक्स प्रिफिक्सको रूपमा छैन। बुझ्नुभयो के भने? सबै ए लागेका शब्दहरू भन्दैन सर, थाहा त्यही भएर मलाई यो एप्पल खान मन नलागेकोला, खायो कि पेट खराइहाल्छ भन्ने होइन। प्रिफिक्स हुनु पर्यो, ए हुनु पर्यो, एबी हुनु पर्यो, एएबी, राइट? त्यसै गरिकन DIDIS DE जस्ता शब्दहरू छन् भने ABCDEF GHIIN IIL देखिँदै सक्छ। IINIL IIR। अरे कस्तो अप्ठ्यारो शब्दहरू अड्किएका। INIL IR IM यस्ता शब्दहरू। PFGS IJKL MIL MAL MIS MNON NON OB OBOC MNOP QR retro 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 MNOP QR STU UN। यिनीहरू लागेका शब्दहरू एन्टी पनि लेख्ने, यहाँनिर एन्टी पनि लेख्ने। एन्टी पनि नेगेटिभ प्रिफिक्स नै हो। यी नेगेटिभ प्रिफिक्सहरू अरू त लिस्टमा लेखाइदिएकै छँदैछु, त्यो लिस्ट पनि पढ्ने तपाईँहरूले। यी नेगेटिभ प्रिफिक्सहरू जति पनि छन्, ल जतिजना यहाँ फेसबुक लाइभमा हेरिराख्नु भएको छ ध्यानपूर्वक पढ्ने, ध्यानपूर्वक गर्ने प्रयासहरू गर्नुहोस्। अनि सबैजनाले कुन कुन ठाउँबाट लेख्दै हुनुहुन्छ त्यो आफ्नो सहरको नाम लेख्नुहोस् त। अनि के भन्नुहोस् भने, यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछ। मलाई मेरो एकजना त्यहाँ नेटवर्कमा वान अफ द गर्ल वाज देयर, कुनै गीत गायो भने गाली गर्नुहुन्थ्यो, तपाईँलाई नेपाली गीत आउँदैन भनेर। आउँछ भन्नुहुन्थ्यो, यो गीत तपाईँका लागि पनि है, राइट? INIRILIMMALMIS NON OB OC रेट्रो यिनीहरू आयो भने नेगेटिभ बनाउँछ। जस्तै 2टा शब्दहरू लेखाइदिन्छु, हेर्नुहोस् है त। जस्तै यहाँ केही शब्दहरू लेखाएँ,
HARM हार्म लेस लेखाइदिए अर्को लेखाइदिए BRAIN ब्रेनलेस। अब यो दुईटै शब्दमा के प्रयोग भएको छ लेस प्रयोग भएको छ। अब हार्मलेस पोजिटिभ कि नेगेटिभ ब्रेनलेस पोजिटिभ कि नेगेटिभ बताउनुस् मलाई सर। Harmless क्या negative, ए brainless वर्ष तपाईँ आउनुभयो वर्ष तपाईँलाई मैले कतिचोटि मेसेज गरेको पनि थिएँ वर्ष। हस् अब एकैछिन वर्षाले मलाई क्वेसन सोध्नु भएको छ नै एकैछिन मैले वर्षासँग गफ गरेँ। हेर्नु वर्षा तपाईँसँग गफ गरेर म्युट पनि गरेँ तपाईँसँग। आई वान्टेड टु टक विथ यु। वर्षा के बुझ्ने भनेदेखि पढाउनका लागि लिङ्क आउनु पर्यो होइन। यहाँ लिङ्क आउँछ लिङ्क आइसकेपछि पढिन्छ। जब लिङ्क आउँदैन पढ्न पाइँदैन, लिङ्क आयो पढ्न पाइयो त्यो हो के। सो दिस इज द रियालिटी है। सो अब तपाईँहरूलाई यहाँनिर हेर्ने पहिले यहाँ हार्मलेस के हुँदैछ भन्ने कुराहरूमा हेरिहाल्नुहोस्। हार्मलेस पोजिटिभ कि नेगेटिभ? पोजिटिभ। सो दिस इज अब हार्म नेगेटिभ नेगेटिभमै नेगेटिभ प्रिफिक्स लाग्यो भने माइनस माइनस के हुँदो रहेछ प्लस हुँदो रहेछ। हार्मलेस सबैलेस लागेको शब्द नेगेटिभ हुँदैन, सबैलेस लागेको शब्द नेगेटिभ हुँदैन। ब्रेनलेस भने ब्रेनलेस भनिसकेपछि नेगेटिभ भइहाल्यो किनकि पोजिटिभमा नेगेटिभ लाग्यो भने नेगेटिभ। त्यस्तै गरेर हेर्दै जानुहोस्। एन्टी सोशल, इफ यु आर एन्टी सोशल देन यु आर पोजिटिभ पर्सन or negative person? You are negative person. You are negative person if you are anti-social. But if I say that somebody is anti-terrorist, is he positive or negative person? यो तपाईहरु हेर्नुस् यदि नेगेटिभ प्रिफिक्स लाग्यो नेगेटिभ वर्डमा भन्दाखेरि यसले जनाउने जहिले पनि के बनाउँदछ पोजिटिभ। इज इट क्लियर टु यु? यस सर। ध्यान दिनु होला जाँचमा क्वेशन्सहरु पनि सोधेका हुन्छन्। त्यसैकारणले देख्ने बित्तिकै राइट आन्सर नलेख्ने। जनकपुरबाट रामचन्द्र शाह हुनुहुन्छ, गुड मर्निङ। राइट अघि भर्खरै गीत गाएको थिएँ, अहिले पनि त गाउनु त भएन फेरि जति बेला पनि भनेर। सो दिस इज व्हाट वी हैव डन सो फार। दुईटा जानियो पोजिटिभ कि नेगेटिभ हुन्छ हुँदाखेरि के गर्ने दुईटा जानियो, अझै पनि जानिएको छैन। हेर्नुस् हजुर NESS लागेको लास्टमा नेस लागेको पन म्याडनेस म्याडनेस पागलपन पागलपन हुनुभयो। पागल पागल छ पहले भी मैं आयो अनै त्यो पागलपन हो। हार्नेस त्यहाँ सबैतिर नगर्ने। हार्नेस भनेको त्यो जोड्ने हो फेरि जो हार्नेस भनेको जोड्ने हो। अब तेस्रो पढाउँछु अब हेर्ने यो तेस्रो मलाई बोल्न नदिने बिहान बिहानै बोल्ने तपाईँहरू। म बोलेको बेला बोल्नुहुन्छ कस्तो हालको मेरो लाटा लाटीहरू यहाँ हेर्ने। अब यो एकदम सजिलो छ। यो चौथो भनेको चाहिँ पेयरिङ वर्ड जानिराख्नु पर्यो। पेयरिङ वर्ड यो जोडीदार शब्दहरू। यो जोडीदार शब्दहरूमा तपाईँहरूले हेर्ने कुराहरू के छ भनेदेखि कुनै यहाँबाट शब्द सुरु भएका शब्द सधैँ पोजिटिभ, यहाँबाट सुरु भएका सबै शब्दहरू नेगेटिभ। जस्तै बेनी राखिदिए, बेनी राखिसकेपछि बेनी पछाडि जे आउँछ त्यो शब्द पोजिटिभ। बेनीको नेगेटिभ हुन्छ मेली अथवा मेलीबाट सुरु भएको शब्द सबै नेगेटिभ। अब मैले तपाईँहरूलाई यहाँनिर बेनी भोलेन्ट भनेर लेखाइदिएँ, यसको एन्टोनिम बताउनुहोस् मलाई। मेली भोल्यान्ट। भेरी गुड। अब यदि तपाईँहरू कलेजमा एकाडेमिकमा हुनुभएको भए तपाईँलाई यो जति रमाइलो केही लाग्दैन थियो, तर अहिले केही मतलब छैन। अब यो मेली भोलेन्ट भनिराख्नु पनि परेन तपाईँहरूले। बेनीबाट छ भने पोजिटिभ, मेलीबाट छ भने नेगेटिभ। अब मैले यहाँ राखिदिएँ मेली डिक्सन। मेली डिक्सन पोजिटिभ कि नेगेटिभ? नेगेटिभ। पोजिटिभ बनाउनुहोस्। बेनिडिक्सन बेनिडिक्सन भन्यो भने भइहाल्यो। बेनी भन्छ बेनिडिक्सन नो वरी, शब्दमा केही छैन बेनिडिक्सन। अब हेर्नुहोस् त न हामीलाई यो बेनिडिक्सनको मिनिङ थाहा छ न मेलिडिक्सनको मिनिङ थाहा छ। हेर्दा हेर्दै नेगेटिभ र पोजिटिभ त आयो त आएन? बेनिडिक्सन भनेको आशीर्वाद, मेलिडिक्सन भनेको श्राप। राइट। सो बेनीबाट सुरु भएको शब्द सबै पोजिटिभ, मेलीबाट सुरु भएको सबै शब्द नेगेटिभ। तपाईँहरू भोक्याबुलरी पढ्नुहुन्छ हेपाजाडले अनि कहीँबाट बन्छ? कतिचोटि पढ्ने तपाईँहरू भोक्याबुलरी? एकचोटि मैले जसरी भन्छु त्यसरी पढिदिनुहोस्, जिन्दगी सजिलो बन्छ। पढ्ने तरिका चाहिन्छ होइन। बोल्नलाई त बोल्ने पनि तरिका चाहिन्छ भनेको किन? जब बोल्नु त तरिका चाहिँदो रहेछ, पढ्न तरिका चाहिँदैन? त्यो त चाहिनै हाल्यो सर। अनि
बोल्न त हामीले सानैदेखि बोलेको, पढ्न त कति अलिक 5-6 वर्ष भएका थियौँ होला, 7-8 वर्ष 5-6 वर्षदेखि पढ्न थालेको। सो अर्को हेर्नुहोस्, अर्को भनेको चाहिँ एली। एली आयो भने कुनै पनि कुराहरू घटाउनु, एलीको एली लेखिन्छु, एली यो चाहिँ एक्जा राइट, एग्रा भन्छ, एग्रा, एलिभेट एग्राभेट, एली एग्रा। त्यस्तै गरिकन होमो आयो भनेदेखि यो सेम बनाउँछ, होमोको हेटेरो हुन्छ, हेटेरो भनेको डिफरेन्ट, होमोको सिमिलर, हेटेरोको डिफरेन्ट। Like that, students, like that, we have another trick also, that is let's say भेरा। एकदम इम्पोर्टेन्ट कुरा है यो, भेरा एकदम इम्पोर्टेन्ट वर्ड हो। भेराको आउँछ मेन्डा, मेन्डाबाट बिगिन भएको सबै शब्द नेगेटिभ। भेरा भनेको भरोसा लायक को अरे, भरोसा लायक। मेन्डा भनेको भरोसा नालायक। यो भनेको रियल हो, यो भनेको फेक हो। भेरासियस लेखाइदिए, यसको भेरासियस नेगेटिभ बनाउनुहोस् के हुन्छ? मेन्डासियस। भन्नुभएको छ ल। बागलुङबाट, जनकपुरबाट 2 जना आउनुभयो, रूपन्देही भैरवाबाट, अनि अरूले चाहिँ लेख्नु पर्दैन कहाँबाट म कुन ठाउँमा पुगिरहेको छु नेपालको भन्ने थाहा छैन, थाहा पाउनु पर्यो नि मैले। कहाँनिर सर लेख्ने थिए भेटिएन। ए होइन, तपाईँहरू लेख्नु पर्दैन, तपाईँहरूलाई त मेरो सधैँ भेटिन्छ, लाइभमा रहेछौँ अनि त्यही भएर यसो उहाँहरूलाई पनि काम दिनु पर्यो नि होइन। सुतेर अर्थात् उठेर कपीसँगै बस्नुहोस् है, लाइभ क्लास मेरो आउने बित्तिकै कपीसँगै केही न केही त पढाउँछु। दैलेखदेखि हो सर। अब सुन्नुहोस् है, यो भेरासियसको बारेमा तपाईँहरूसँग कुरा गर्नु भएको थियो। कोही मान्छेहरू भेरासियस छ भनेदेखि, इफ समबडी इज भेरासियस छ भनेदेखि त्यो कस्तो हुन्छ भनेदेखि तिनीहरू चाहिँ भरोसा लायक हुन्छ। यु क्यान ट्रस्ट अन देम, यु क्यान रिलाइ अन देम। कञ्चनपुरबाट हो डेल, पुनर्वास कुन ठाउँ हो कञ्चनपुरको? पुनर्वास सर। पत्ता लगाइहालेँ मैले। अब सुन्नुहोस् है, भरोसा नालायक पनि हुन्छ। जस्तै तपाईँको फ्यामिलीमा, अब भन्नु हुँदैन, चुप लाग्नु पर्यो, अहिले सुन्छन्, फेरि लाइफ नि मार्लान्। मन भने सोच्नुहोस् त, एकजना मान्छे हुनुहुन्छ जसमा तपाईँ भरोसा गर्न सक्नुहुन्छ, एकजना मान्छे हुनुहुन्छ जसमा तपाईँ भरोसा गर्न सक्नु, राइट? सो त्यो आफै पढिराख्ने। अब यति जानिसकेपछि क्वेसन्स आन्सरहरू हामीले यो गर्न गइरहेका छौँ। तपाईँहरूलाई यो क्वेसन आन्सरहरू सजिलो हुनु पर्दछ। यति गरिसकेपछि क्वेसन्स आन्सरहरू सबै जानिन्छ। म्यालिसियस आयो, के भनौँ तपाईँलाई मैले अघि के भनिदिन्छु, मलाई शब्दको अर्थ आउँदैन सर भनेको हो कि होइन? तपाईँले भनेको हो कि होइन? तपाईँलाई म्यालिसियसको मिनिङ थोरै आउँछ, तर के थाहा छ अब भनेदेखि म्यालिसियस भनेको नेगेटिभ भयो। नेगेटिभको आन्सर के हुन्छ? नेगेटिभ हुन्छ। चलो खोजौँ कहाँनिर छ नेगेटिभ। जेनेरस भनेको पोजिटिभ, दानी। बेनी भनेको दानी। काइन्ड हार्टेड भनेको दानी। यसको मिनिङ थाहा पनि छैन, यही रहेछ आन्सर यही रहेछ। गरेर आइयो कि आइएन? गरेर आयो कि आइएन? आयो सर। खुसी लागेन? लाग्यो सर। हो, जान्दै नजान्ने हुँदाखेरि पनि मैले कसरी आन्सर मिलाएँ भनेर आफूदेखि विश्वास लागेन। लेट मी टेल यु, आफूदेखिमा विश्वास गर्ने प्रयास गर्नुहोस्। तपाईँभन्दा जान्ने कोही छँदै छैन तपाईँका लागि, कम्पेयर किन गर्नुहुन्छ? अब तपाईँहरू यति जान्ने हुनुहुन्छ कि हामीले हेर्नुहोस् त, एसएलसी कस्तो परिस्थितिमा पास गर्यो तपाईँलाई थाहा छ। एसएलसी कस्तो परिस्थितिमा पास गरेको तपाईँलाई थाहा छ। +2 अथवा +2 कसरी पढेको त्यो पनि तपाईँलाई थाहा छ। ब्याचलर पनि पास गरेर, कमसेकम ब्याचलर पास गरेर हामीहरू बसेका छौँ। धेरैले त त्योभन्दा पनि बढी पढ्नु भएको छ होइन? अब हामीसँग सीमित स्रोत साधन हुँदाहुँदै पनि, कहिले पनि पुरा त भएन नि, सीमित स्रोत साधन हुँदाहुँदै पनि तपाईँहरू यो अवस्थामा आउनुभएको छ नि, योदेखि माथि जान सक्नुहुन्छ। अङ्ग्रेजी गाह्रो छ नभन्नुहोस्, यदि इङ्ग्लिस आउँदैन, यदि म्याथ आउँदैन, राइट? आइक्यू तपाईँहरूको खराब छ भनेदेखि तपाईँको म्याथको बेस कमजोर भएर हो। इङ्ग्लिस खराब छ भनेदेखि राइटरले गरेर होइन, इङ्ग्लिसको बेस खराब। टिचर अलवेज मेक्स द थिङ्स इजियर। जसले इजियर बनाउन सक्दैन के को टिचर होइन र? सो व्हाट आई एम ट्राइङ टु टेल यु इज द्याट मिनिङ खोज्ने होइन, आन्सर भन्ने हो। अब यसका मिनिङहरू आफै गुगलमा खोज्नु। डिसग्रन्टेड भन्नु छ, पोजिटिभ कि नेगेटिभ हो? नेगेटिभ आउने बित्तिकै आन्सर केमा जाने हो? कहाँ छ त्यो? एनोइड। कन्टेन्ट भनेको आएन, यो भनेको चाहिँ खुसी हुनु है। कन्टेन्ट भनेको चाहिँ खुसी भएर बस्नु, सेटिस्फ्याक्ट्री भएर बस्नु, सबै कुराहरू सबै गरेर आउनु। ए छिमेकी पो हुनुहुँदो रहेछ त यहाँ मेरो त। ए बागलुङतिर, मतलब मेरो छिमेकीहरू पनि हुनुहुन्छ विद्यार्थी, राइट?
एम्पिकेबल भनौँ पोजिटिभ कि नेगेटिभ पोजिटिभ कि नेगेटिभ पोजिटिभ कि नेगेटिभ सर यसरी गराएपछि त नेगेटिभ होइन पोजिटिभ हो पोजिटिभ नेगेटिभ हो नेगेटिभ नेगेटिभ किन दुईटै मिलेर भनेदेखि पोजिटिभ इम हुन्छ आएको भन्ने। मिनिङ होइन कसरी हुन्छ इम आएको नेगेटिभ भनेर पढाएको थिएँ तर पिकर राइट इम आएको नेगेटिभ भनेर पढाएको थिएँ तर पेकेबल भनेको सिनफुल हो पेकेबल भनेको के रहेछ सिनफुल सिनफुल भनेको चाहिँ सिनफुल होइन त्यो पिकेबल इज सिनफुल अनि इम भनेको नट भनेको पनि नेगेटिभ त्यसै कारणले गर्दाखेरि हामीले जति बेला इम्पिकेबल भन्छौँ नि माइनस माइनस प्लस भएको सर इम्पिकेबल अघि लेखाएको थिएँ नि त तपाईँहरूलाई इम्पिकेबल भन्छौँ इम्पिकेबल इज पोजिटिभ टर्म इम्पिकेबल के रहेछ पोजिटिभ रहेछ बुझ्नुभयो यो चाहिँ सिन्नै नहुनु कुनै पाप कुनै केही गर्दै नगर्नु हाम्रो एकजना एउटा सोमबार आउँछ नि कुन सोमबार त्यो दिन नुहायो भनेदेखि पापहरू सबै घट्छ अरे नि हो त्यस्तो अब पापै नभइसकेपछि हामीहरू पर्फेक्ट भयो कि भएन हामी अहिले इम्पर्फेक्ट होला यो इम्पिकेबल भनेको पर्फेक्टनेस हो पर्फेक्ट मान्छे अब पर्फेक्ट मान्छे खोज्नुहोस् त कहाँ छ पर्फेक्ट फ्ललेस हो पर्फेक्ट मान इरेस्पोन्सिबल आन्सर हुने कुरा भएन केयरलेस हुने कुरा भएन फल्टी हुने कुरा पनि भएन अनि कसरी के फ्ललेस हुन्छ लेस लागेको शब्द नेगेटिभ भनेको होइन दुईवटा नेगेटिभ भेरी गुड हेर्नुहोस् है लेस लागेको शब्द नेगेटिभ मैले अघि गएर भने तर हामीले त्यो बेलामा के पनि पढ्यौँ भनेदेखि हार्मलेस भनेको पोजिटिभ भनेर तपाईँहरूको दिमागमा हालिदिएँ अहिलेको आन्सर तपाईँहरू के भन्दै हुनुहुन्छ फ्ललेस भन्दै हुनुहुन्छ त्यो उहाँले भन्दै हुनुहुन्छ जसले बुझ्नु भएको छ इफ देयर इज द प्रेजेन्स अफ टु नेगेटिभ वर्ड देन अटोमेटिकल्ली द्याट वर्ड बिकम्स पोजिटिभ भनेर तपाईँहरूले भन्न सक्नुहुन्छ बनाउनु त भन्दै रहेछ अब अरू पनि त्यहाँ अहिले जानेका ट्रिकहरूले अरू पनि गर्ने डेट्रिमेन्टल भनेको हानिकारक बापु सेहत के लिए है देखो हानिकारक है डेट्रिमेन्टल भनेको हार्मफुल भनेको अहिले मैले पो भने त अथवा यो नेगेटिभ टर्म हो भन्ने तपाईँलाई थाहा छँदैछ फिल दी वर्ड शब्दलाई महसुस गर्नुहोस् प्रिपोजिसन पढाउँदाखेरि लिस्ट लेखाइदिएको छु यसको अब यसको आन्सर के हुन्छ हार्मफुल यही रहेछ के हार्मफुल गराइराख्ने यसको सजिलो रहेछ डिप्लोरेबल इफ समबडी इज डिप्लोरेबल नेगेटिभ थिङ्स अपर्च्युनिटी नपाएको इनअपर्च्युन फर्टाइल भनेको उब्जनी हुने एडमायर भनेको प्रशंसा गर्ने सेटिस्फ्याक्टरी भनेको सन्तोषजनक जेनरस इज पोजिटिभ टर्म अब पोजिटिभ टर्मको आन्सर के हुन्छ पोजिटिभ नै हुन्छ हार्मफुल आन्सर हुने भएन डिस्ग्रन्टल अघि नै गरेर आइसक्यो इल टेम्पर्ड पनि भएन उच्चारण गर्नुहोस् यसलाई उच्चारण गर्दै गर्दाखेरि कति बजेबाट स्टार्ट 5 बजेबाट स्टार्ट हुन्छ हाम्रो क्लास 5 बजेबाट क्लास स्टार्ट हुन्छ 5 बजेर म उत्तर दैलेखबाट हस् अर्जुन ल दैलेख पनि म पुगेछु दैलेखको दुल्लुमा पुग्ने हो होइन अब त्यहाँ पुगेर एकचोटि अब के भन्छ अलिकति ज्वालामुखी लिएर आउँला नाम राख्नुला ज्वालामुखी सुन्नुहोस् के भन्न खोज्दैछु भन्ने कुराहरू एकदम इम्पोर्टेन्ट छ के भन्न खोज्दैछु भनेदेखि जति बेला अब यस्ता क्वेसन्सहरू हामीले गरिरहेका हुन्छौँ नि म्याग्नानिमसको मिनिङ उच्चारण गर्न पनि कतिजनालाई अप्ठ्यारो भयो होला तर समस्या के भयो त उच्चारण गर्न समस्या भएर के भयो त हामीलाई त्यो पोजिटिभ वर्ड हो भन्ने थाहा पाइहाल्यो किनकि 3टा नेगेटिभ वर्ड रहेछ डिड यु अन्डरस्ट्यान्ड 3टा नेगेटिभ वर्ड रहेछ उच्चारण गर्न अप्ठ्यारो भएर केही भएन म्याग्नानिमस भनेको चाहिँ दानवीर कर्ण बुझ्नुभयो को अरे दानवीर कर्ण म्याग्नानिमस भनेको को अरे कर्ण जस्तो दानवीर कोही छ छैन तपाईँहरू जस्तै अब हाम्रो घरमा पनि यस्ता दानी महानुभावहरू हुनुहुन्छ आजदेखि उहाँहरूको नाम ड्याड मम काका काकी हजुरबा हजुरआमा होइन उहाँहरूको नाम के हो म्याग्नानिमस अनि त्यसै गरिकन अर्को एकजना पनि हुनुहुन्छ पार्सिमोनियस हुनुहुन्छ यो भनेको मकिचुस उहाँको नाम पनि आजदेखि मार्ला नि मलाई दिव्याकल भनेको नेगेटिभ टर्म
डिब्याकल भनेको विनोद म त्यहाँ छैन है विनोद छैन थ्याङ्क यू फर यर क्वेरिज होइन त्यहाँ छैन म त्यहाँको होइन अझै पनि ओके डिब्याकल के यो डिब्याकल अरे ट्र्याक्टेबल रहेछ ट्र्याकमा ल्याउन सकिने ट्र्याक्टेबल इज ट्र्याकमा ल्याउन सकिने ट्र्याकमा ल्याउन सकिने मान्छेहरू कस्ता हुन्छन् courteous, कर्टियस अब कर्टियस त होइन वास्तवमा भन्दाखेरि तर पनि चारवटा दिएका अप्सनहरू मध्ये यो बाहेक कुनै मिल्दैन त्यही भएर यही टिक लगाएर आउने डिड यु अन्डरस्ट्यान्ड डिमोरलाइज पर्सन हु डज नट ह्याभ एनी मोरालिटी इज डिमोरलाइज डिमोरलाइज भनेको डिसहार्टेन किनकि बेनी भनेको पोजिटिभ म्याग भने म्याग्नानिमस इज पोजिटिभ एडभान्टेजियस इज पोजिटिभ अनरुलिनेस आयो यो अनरुलिनेस नेगेटिभ वर्ड नेगेटिभको आन्सर इज नेगेटिभ किनकि ट्रान्सपोर्टेबल इज समथिङ द्याट वी क्यान टेक समवेयर रिजोइस मिन्स ह्याप्पी ओभरवेलम इज ह्याप्पी इन सबअर्डिनेसन भनेको सबअर्डिनेट भनेको त नट अलिकति तलतिर भएका इन सबअर्डिनेट नटेर्ने अनरुली भनेको पनि अटेर्ने ह्याभ यु अन्डरस्टुड Yes, sir. अब हेर्नुहोस् है अब यस्ता क्वेसन्सहरू हामीले गर्दै गर्दाखेरि जाँचमा यस्ता क्वेसन्सहरू आएका छन् कि छैनन् त्यो पनि ट्रिकहरू एप्लिकेसन हुनु पर्यो नत्र हामीले पढेको कामै केही लाग्दैन अब जाँचमा आएका क्वेसन्सहरू हेर्नुहोस् त डिल्युजन भनेको भ्रम भनेको इल्युजन भनेको हेलुसिनेसन बिकज इमेजिनेसन इज पोजिटिभ फायर ब्रेन क्यानट बी द राइट आन्सर एक्सक्लुजन र हेलुजनमा के युज गर्ने एउटा युज गर्ने अब ओमीबाट सुरु भएको शब्द सधैँ नेगेटिभ हुन्छ ओमीबाट सुरु भएको शब्द सधैँ नेगेटिभ हुन्छ सो नेगेटिभ छ भनेदेखि यसको आन्सर के आउँछ नेगेटिभ नै आउँछ चारवटा मध्ये हेर्नुहोस् कहाँनिर छ नेगेटिभ इनडेफिक्टिगेबल भनेको पोजिटिभ कि नेगेटिभ बताऊ मुझे positive, sir. पोजिटिभ पोजिटिभ हुन्छ लेखेको छैन डिफेक्टिभ बस हो इनडेफिक्टिगेबल छ पोजिटिभ नेगेटिभ र नेगेटिभको मिलन छ मिलन अभी बाँकी यो पोजिटिभ शब्द रहेछ पोजिटिभको आन्सर के हुन्छ पोजिटिभ नेभर गिभ अप एन्ड फेभरेट हेर्नुहोस् यति छिटो गरिरहेको छ डिफिटेड र फ्रस्ट्रेटेडको मिनिङ के हो थाहा छैन तर पनि नेगेटिभ हो भन्ने थाहा छ हामीलाई Never give up. सर यो फायर ब्रान्ड भनेको के हो फायर ब्रान्ड भनेको त्यसरी ड्रिलिङ गर्छ क्या यहाँनिर आगो आयो माथि माथि के छ सर भन्नुलाई आगो ओके सर तिनीहरूलाई अब हेर्नुहोस् है यो इनडेफिक्टिगेबलमा फेभरेट हुन्छ कि फेभरेट हुन्छ कि नेभर गिभ अप हुन्छ फेटिक भनेको आफैमा थकान हो कि होइन भन्नुहोस् त फेटिक भनेको आफैमा के हो थकान हो अब थकान आइसकेपछि फेटिक भनेको आफैमा थकान हो थकान भएपछि कहिले पनि नथाक्ने इज द राइट आन्सर सो करेक्ट आन्सर इज नेभर गिभिङ अप हेभ यु अन्डरस्टुड स्टुडेन्ट्स Yes, sir. अब यो तपाईँले बुझ्नुभयो नि होइन अब यो बुझिसकेपछि सिनोनिम कसरी पढ्नुपर्छ भन्ने कुराहरू त थाहा पाउनु भयो अब अर्को एउटा क्वेसन लेखिहाल्छु जसमा तपाईँहरूलाई म्युट राखेर गफ गर्छु सर म्युट किन भन्नुहुन्छ किनकि कारण छ अब तपाईँहरूलाई मैले एकछिन बोल्न दिनँ तपाईँहरूले च्याट चाहिँ गर्न सकिराख्नुहुन्छ बिहान यति धेरै स्टुडेन्ट्सहरू सबैजना आउनुहोस् है तपाईँहरू सबैजना हिजो मैले बोलाएर मात्रै आउनु भएको होइन नि हिजो मैले गाली गरेर आउनु पर्यो क्लासमा भनेर अब बोल्नु भएको छैन हो कि होइन के लेखाउन लागेको थियो भनेदेखि दुःख सेयर गर्न लागेको थिएँ SORROW सरो भनेको दुःखको सिनोनिम लेखाइदिन्छु ABCDEF चारवटा मात्रै हुन्छ सर भन्नु होला 6वटा पुग्यो होइन गल्ती त्यहाँ आइपुगिहाल्यो A for painful B for panic C for hazy TANTLY hesitantly P for PATHOS pathos another word is ACHING aching HURTING hurting अब ध्यानपूर्वक सुन्नु तपाईहरुलाई अहिलेसम्म मैले के पढाएँ भने कुनै पनि शब्द पोजिटिभ छ भने पोजिटिभ नेगेटिभ छ भने नेगेटिभ यो ध्रुव सत्य होइन ध्रुव सत्य कसरी होइन सर भन्नुहुन्छ किनकि यसै गरेर क्वेसन आइदिन सक्छ सरो भनेको दुःख इज नेगेटिभ राजीव सरले भने अनुसार नेगेटिभ हुन्छ पेनफुल इज नेगेटिभ यही हो आन्सर पेनिक कसैले पेनिक देख्ला यही हो आन्सर कसैले हेजिटेन्ट देख्ला यही हो आन्सर कसैले प्याथोस देख्ला यही हो आन्सर कसैले एकिङ देखेर यही हो आन्सर कसैले हर्टिङ देखेर यही हो आन्सर अनि हात्तीको एउटा ठोट राइट 6 blind person 6 blind and an elephant भने जस्तो
त्यो सबैले हात्तीका 6 जना मान्छेहरूले हात्तीका फरक फरक अङ्गहरू छोएर फरक फरक अब्जेक्ट हुन्छ हात्ती भने जस्तो भयो कि भएन? भयो। अब यो क्वेसन्सको आन्सर कुन हुन सक्दछ होला भनेर भन्नुहुन्छ भने किनकि पोजिटिभको पोजिटिभ नेगेटिभको नेगेटिभ भनेको थिएँ यसरी आइदिन्छ त्यस कारण ट्रिक जान्नु जरुरी छ। अब एउटै मात्रै ट्रिक लगाएर सबै आन्सरहरू हुन सक्ने भएको भए सबैमा लगाइदिन्थे यसरी हुन सक्दैन। त्यसै कारणले तपाईँहरूले के गर्नुहुन्छ हरेकको ट्रिकहरू बुझ्ने प्रयासहरू गर्नुहुन्छ। अब यो बुझ्नको यसको सही जवाफ चाहिँ के हो? प्याथोस हो। कसरी हो सर भन्नुहुन्छ भनेदेखि ट्रिक नम्बर 3 अनुसार ट्रिक नम्बर 3 इज कल्ड पार्ट अफ स्पीच टेक्निक। पार्ट अफ स्पीच ट्रिक हो। पार्ट अफ स्पीच ट्रिक हो र यो पार्ट अफ स्पीच ट्रिकका आधारमा पार्ट अफ स्पीच ट्रिक अथवा टेक्निकका आधारमा हेर्दाखेरि पार्ट अफ स्पीचले के भन्छ भने शब्द नाउन छ भने आन्सर नाउन हुन्छ, शब्द भर्ब छ भने आन्सर भर्ब, शब्द एक्जेक्टिभ छ भने आन्सर एक्जेक्टिभ हुन्छ, शब्द एडभर्ब छ भने आन्सर पनि एडभर्ब नै हुन्छ भनेर भन्छ। अब यसरी भन्छ भनेदेखि यो शब्द ओडब्ल्यू आएको शब्द नाउन हो त्यसै कारणले यसको नाउन के हुनुपर्छ? आन्सर नाउन हुनुपर्दछ। अब फुल आइसकेपछि एक्जेक्टिभ हो, आइसी आइसकेपछि एक्जेक्टिभ हो, एलवाई आइसकेपछि एडभर्ब हो, ओएस आइसकेपछि नाउन हो, ओएसओडब्ल्यू, आइएनजी आइसकेपछि कि त भर्ब हो कि त एक्जेक्टिभ हो, नाउन पनि हुन सक्दछ कुनै कुनै सन्दर्भमा नाउन पनि हुन सक्दछ। आइएनजी आइसकेपछि एक्जेक्टिभ र एडभर्ब धेरै जसो हुन सक्दछन् युजुअली भर्ब र एक्जेक्टिभ। त्यसै कारणले करेक्ट आन्सर इज नाउन। अब तपाईँहरूको दिमागमा लागिरहेको यो अलिक बुझिएन सर भनेर यो बुझ्नका लागि आइतबार आउने र पार्ट अफ स्पीचको जुन नोटहरू छ लेटर एन्डिङ त्यो लेटर एन्डिङका हरेक शब्दहरू रटेर आउने यो 2 मिनटमा सिध्याउँछु म 2 मिनटमा सिध्याउँछु स्टुडेन्ट्स। त्यसै कारणले रटेर आउने त्यो पार्ट अफ स्पीचको ट्रिकहरू पार्ट अफ स्पीचको नोट। अब नोट कहाँ छ भन्नुहुन्छ एडमिन यही हुनुहुन्छ उहाँसँग भन्ने। यति भन्दै तपाईँहरू सबैजनासँग बिदा मागे। जसले मेरो सेसन हेर्नु भएको छ इङ्ग्लिस विथ राजीव सरलाई फलो गरिदिनुहोस्। इङ्ग्लिस विथ राजीव सर फलो गर्नु भने बिहान 5 बजे पनि बेलुका 10 बजे पनि आइदिन सक्छु तपाईँहरूलाई पढाउन। आए भनेदेखि आएंगे तो कुछ न कुछ देकर जाएंगे। बुझ्नुभयो कि आउँछु केही न केही दिएर जान्छु। लाइभ सेसन तपाईँहरूले 1 घण्टा बस्नु भनेदेखि केही न केही सिक्नुहुन्छ। अहिले लाइभ सेसन हेर्दै गरेको मेरो विद्यार्थीहरू तपाईँले केही कुरा सिक्नुभयो कि सिक्नु भएन? इङ्ग्लिस विथ राजीव सर यति भन्दै म तपाईँहरू सबैसँग बिदा माग्न गएँ। थ्याङ्क यू भेरी मच। बाइ एभ्रीबडी। थ्याङ्क यू सर। Have a good day, sir. हस् थ्याङ्क यू सर। ल सर म्यामहरू हजुरको सेकेन्ड क्लास पनि हुन्छ है। सेकेन्ड क्लास 6:30 बजेबाट हुन्छ। अस्ति भएको क्वेसनको फिडब्याक क्लास हुन्छ खगेन्द्र बर्दिया सरबाट। यसै जुम आइडीबाट जोइन गर्नु होला है 36 मा। 36 बजेबाट हजुरको कन्टिन्यू क्लास छ। हस् सर। एप चलाउने कसरी सर? एप चलाउने भन्नु त हामीलाई WhatsApp मा मेसेज गर्नुहोस् त हजुर। WhatsApp मा हामी रिप्लाई दिइहाल्छौँ। मैले हिजो गरेको थिएँ सर, अहिले गर्छु सर। हस् हुन्छ। ल 6:30 मा जोइन गर्नु होला है सबैजना यही जुम आइडीमा। सर अनि इङ्ग्लिसको नोट कसरी पाइन्छ? अघि सरले सोध्नु हुँदै थियो। इङ्ग्लिसको नोट त हजुरहरूले कोर्स क्लासमा हालेको छ नि त्यहाँ हेर्नुहोस् त त्यहाँबाट पाउनुहुन्छ। त्यो एपमै छ।